वेलकम टु माई न्यू ब्लग छ नि म आज हजुरलाई मेरो घरको टुप्पामा गएर रानीमनको भ्लग देखाउँछु किनभने हजुरले रानीमनको भ्लग देख्नु भएको छैन होला। अब चाहिँ म हाम्रो घरको टुप्पोसम्म जान्छु। अब चाहिँ म यता बत्ती मार्छु। अब चाहिँ हामीहरू माथि जान्छौँ। आज चाहिँ धेरै राति भएर राम्रो नदेखे हो। अहिले चाहिँ 8 बजे र 21 मिनट भएको छ रातिको। अझै म माथि गइरहेको छु। गाइस अब चाहिँ हामीहरू यता आइपुग्यौँ। अब चाहिँ म माथि जान्छु। ल गाइस अब चाहिँ हामीहरू माथि आइपुग्यौँ। अब चाहिँ म हजुरलाई रानीमनको भ्यू देखाउँछु। यता चाहिँ रानीमनको भ्यू छ। यता धेरै राति भएको छ। राति भएर राम्रो देखाउन पाइनु छ गाइस, सरी। उता चाहिँ स्वयम्भू देख्नु भएको छ कि छैन मलाई थाहा छैन। त्यहाँ चाहिँ ढरार छ। उता चाहिँ ग्लास टावर छ। अब चाहिँ म यता एकछिन घुम्ने गर्छु। अब म हजुरलाई उता नयाँ घर बनेको देखाउँछु भने धेरै गालो भयो अनि देख्न सक्दैन। अब चाहिँ ल म यतै घुम्ने गर्छु। उता चाहिँ मुन छ, चन्द्रमा। अब चाहिँ म यतै घुम्ने गर्छु। मैले यता चेस खेलिरहेको छु। म अब देखाउँछु। यता चाहिँ मैले चेस खेलिरहेको छु। चाहिँ म यता चेस खेल्छु अनि डिसाइड गर्छु कसले जित्छ। चाहिँ म यता चेस खेल्न सुरु गर्छु। लगाएँ जब चाहिँ म यता चेस खेल्छु मेरो भाइसँग। खेल्छ चला चलाम। छिटै सबसे माटो भएको ठाउँमा जाऊँ। माटो भएको ठाउँमा गयो भने मान्छे अमिर हुन्छ, अमिर। गेम ओभर। अब चाहिँ मैले चेसमा जितिसकेँ। आजको यति। अब छ नि यो मेरो युट्युबमा छ नि मोर देन 50 सब्सक्राइबर आयो भने म छ नि स्पाइसी इटिङ फुड फर 24 आवर्स गर्छु। अनि त्यसपछि 100 लाइक भयो भने चाहिँ हजुरले कमेन्टमा जे लेख्नुहुन्छ त्यही गर्छु। ल बाई।